35 वर्षीय महेश नेपालको सामान्य नागरिक हुन् जसको काठमाडौँमा सानो जागिर, श्रीमती अनि 6 वर्षको छोरी अर्थात् निकै खुसी परिवार। दिनहरू बित्दै थिए, घरको इएमआई, छोरीको स्कुल फी, घर खर्च सबै राम्रै चलिरहेको थियो। तर एक दिन महेश अफिसबाट फर्किँदै थिए, अचानक उनलाई हार्ट अट्याक हुन्छ। अस्पताल पुर्याउँदा डाक्टरले भन्छन् हामीले प्रयास गर्यौं तर उहाँलाई बचाउन सकिएन। महेश यो संसारबाट बिदा हुन्छन्। अब कथा बदलिन्छ। श्रीमतीलाई आफ्नो श्रीमान गुमाएको पीडा त छँदैछ, त्यसमाथि पनि आर्थिक बोझले पिरोल्छ। अब घरको इएमआई कसरी तिर्ने, छोरीको पढाइ खर्च कसरी जुटाउने, आम्दानी शून्य तर जिम्मेवारी भने उस्तै। र त्यही बेला फोनमा घन्टी बज्छ, उताबाट आवाज आउँछ, म नेपाल लाइफ इन्सुरेन्सबाट बोल्दैछु। तपाईको श्रीमानले केही महिना अगाडि सुपर टर्म लाइफ इन्सुरेन्स लिनुभएको थियो। 20 लाख रुपियाँको चेक तयार गरेका छौँ, लिन आउनुहोस्। जसले गर्दा अब घर सुरक्षित भयो, छोरीको पढाइ रोकिएन, परिवारको भविष्य अडिग रह्यो। महेश आफू बितेर गए पनि आफ्नो अनुपस्थितिमा परिवारलाई सुरक्षित बनाए। टर्म लाइफ इन्सुरेन्स लिनु भनेको मर्ने कुरा सोच्नु होइन, आफ्नो परिवार सधैँ बाँचिरहोस् भनेर सोच्नु हो। आज तपाईँ ठीक हुनुहुन्छ, जागिर छ, आम्दानी छ, तर भोलि के हुन्छ कसैले पनि भन्न सक्दैन। सानो प्रिमियममा ठुलो सुरक्षा, तपाईको आजको निर्णयले गर्छ भोलिको परिवारको सुरक्षा। तर अफसोस नेपालमा धेरै परिवारले अहिले पनि इन्सुरेन्स लिएका छैनन्, जसले गर्दा धेरै परिवार असुरक्षित छन्। त्यसैले तपाईले पनि आफ्नो परिवारलाई माया गर्नुहुन्छ भने अवश्य पनि टर्म लाइफ इन्सुरेन्स भने लिनुहोला। अब कुरा आउँछ कुन कम्पनीको टर्म लाइफ इन्सुरेन्स लिने त। तपाईले नेपालको बेस्ट टर्म लाइफ इन्सुरेन्स प्लानको लागि चाहिँ सुपर टर्म लाइफ इन्सुरेन्स लिन सक्नुहुन्छ। यो चाहिँ स्पेशल्ली ई सेवा र नेपाल लाइफ इन्सुरेन्सको जोइन्ट कोलाबोरेसनमा निकालेको एउटा सिम्पल लाइफ इन्सुरेन्स प्लान हो। यो सुपर टर्म लाइफ इन्सुरेन्स प्लान यति धेरै सजिलो छ कि तपाईले संसारको जुनसुकै कुनाबाट ई सेवा एपबाट सजिलै लिन सक्नुहुन्छ। यो प्लान लिनको लागि तपाईले कुनै पनि पेपर वर्क गर्नुपर्ने झन्झट भने हुँदैन। यो प्लान चाहिँ एकदमै अफोर्डेबल पनि छ, अर्थात् वर्षको मात्र 725 बाट चाहिँ सुरुवात छ। अर्थात् तपाईले एउटा रेस्टुरेन्टमा गएर पिज्जा खाने पैसा जोगाउनु भयो भने तपाईले पुरै परिवारलाई चाहिँ सुरक्षा प्रदान गर्न सक्नुहुन्छ। यसको बारेमा थप जानकारी चाहिएमा चाहिँ तपाईले यो नम्बरमा चाहिँ कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुन्छ। र यो भिडियो सम्बन्धी चाहिँ तपाईले अन्य केही जानकारी चाहिएमा तपाईले कमेन्टमा क्वेशन पनि सोध्न सक्नुहुन्छ। र यस्तै इन्फर्मेटिभ भिडियोको लागि चाहिँ मलाई अवश्य पनि फलो गर्नु होला।